साथीहरु, म आज स्विमिङ खेल्न आएको छु, पौडी खेल्न आएको छु। धेरै दिन भयो तपाईहरुसँग चाहिँ उ नभएको। आज स्विमिङ खेलेको भिडियो हालेको छु। पौडी खेल्न बडा आनन्द आउँछ। पहिला पहिला सानामा पर्वत जिल्लाको लमाए खोला भन्ने थियो। त्यो लमाए खोलामा पौडी खेलिन्थ्यो असाध्यै हामी साथीभाइहरु मिलेर। अहिले यहाँ आएर पनि बिर्सिएको रहन्छ। पौडन चाहिँ राम्रै आयो र एकदम आनन्दसित पौडी खेले स्विमिङमा। वहाँ चाहिँ हाम्रो पोखरी तालमा पानी भइदिएको भए यति राम्रो हुन्थ्यो, यस्तो मजाले स्विमिङ खेल्न पाइन्थ्यो। तर पानी छैन, के गर्नु। अब चाहिँ त्यो सबै साथीभाइहरु सबैले त्यो चाहिँ नि पोखरी ताललाई यस्तै ताल बनाउनु पर्यो, प्रयास गरेर कसरी हुन्छ र हामी सबै स्विमिङ खेल्ने वातावरण मिलाउनु पर्ने भयो भन्ने मेरो सबैमा अनुरोध छ। र